रवि लामिछाने देश छोडेर भागी जाने मान्छे त होइन। रवि लामिछानेलाई थुनामै राखेर पूर्वपक्ष गर्नु भनेर आदेश दिएको छैन, त्यो आदेश लेखिएको छैन, चिठी पत्र आउनु भ्याएको छैन, यता घरमा गएर चाहिँ छापा मारेर पक्रिने यो चिजहरू कुनै पनि स्वाभाविक छैन। रवि लामिछानेको हकमा सरकार अथवा राज्य आवश्यकताभन्दा बढी गर्नु हुँदैन भन्ने जस्ता कुरा हामी गर्दैनौँ। ठिक छ, गर्नुभयो र त्यहाँ रवि लामिछानेको दोष देखिन्छ भने रवि लामिछानेलाई कारवाही गर्नुहोस्। तर त्यो तरबार चाहिँ अब दापमा लगेर हाल्नु भएन। त्यो निकालिसकेपछि अब अरूतिर पनि चलाउनु पर्यो हैन। मेरो गर्नुहोस्, तपाईको हैन, व्यक्ति हेरेर हैन, हामी सबै गरौँ। र यो प्रधानमन्त्रीमा नैतिकता छ भने सबभन्दा पहिले आफूबाट सुरु गर्नु पर्यो। शुद्धताको मन्त्रोच्चारण गरेर मात्रै भएन हैन, फोहोरको डङ्गुरमाथि बसेर शुद्धताको मन्त्रोच्चारण गर्यो भने कसले चाहिँ पत्याउँछ। रवि लामिछानेबाट सुरु भएको तरवार अरूलाई पनि चलाउनु, आफ्नैमा पनि चलाउनु पर्यो। हो, चलाउनु पर्यो र शुद्धता प्रमाणित गर्नु पर्यो भनेर चलाउनुहुन्छ उहाँले। कुनै सम्भावना छैन, कुनै सम्भावना छैन। मैले बारम्बार भन्थे, हिजो के गरियो ठिक छ, तर अब राम्रो गरौँ न। अब कांग्रेस एमाले जस्तो पार्टी मिलेर सरकार बनेपछि बा विगतका गल्ती कमी कमजोरीको महसुस गरेको हो कि हिजो गल्ती गरियो, अब हिजो जे गरियो अब चाहिँ राम्रो गर्नुपर्छ, देश योभन्दा बर्बाद हुने ठाउँ छैन भनेर सुध्रिन यो गठबन्धन बनाएको हो कि भन्ने जस्तो कुराहरू पनि मैले गरेको थिएँ। तर सुधारका कुनै सङ्केतहरू देखिँदैन, किनभने 4 महिना बाँकी रहेको कुलमानलाई